सबैलाई नमस्कार। आज हामी पालक र पनिरको तरकारी बनाउने सजिलो उपाय लिएर आएका छौँ। सर्वप्रथम हामी पालक लिन्छौँ। पालकलाई काटेर लसुनसँगै सुरुमा राखेको लसुनसँगै एउटा खुर्सानी राखेर र आधा गिलास जति पानी राखेर हामीले यसलाई स्टिम गर्छौँ, यानि कि एक सिटी लगाउँछौँ कुकरमा। यो स्टिम त्यसको लागि हामीले स्टिम गरेको सागलाई मिक्सरमा राखेर ग्राइन्ड गर्छौँ र त्यसको पेस्टलाई प्रयोग गर्नेछौँ। र हामीले मसला तयारीको लागि पहिला जिराहरू, धनियाँ, खुर्सानी राखेर भुट्छौँ र पिस्छौँ, जसले गर्दा स्वाद राम्रो आउनेछ, जुन रेडी पार्छौँ। त्यसमा हामीले लसुन पनि राखेर ग्राइन्ड गरेका हुन्छौँ। लसुन, अदुवा। यो चिसो मौसममा पालक पनिरलाई यसरी खाँदा शरीरमा ऊर्जा ताप प्राप्त हुने भएकोले हामीले यसरी तयार गरेका हौँ। त्यसको लागि सुरुमा हामी एउटा सफा कराई लिन्छौँ र शुद्ध तोरीको तेल हामी प्रयोग गर्दैछौँ। शुद्ध तोरीको तेल तातिसकेपछि हामीले अघि काटेर राखेको प्याजलाई एकछिन रातो हुने गरी भुट्छौँ र यसलाई पनि हामीले मिक्सरमा ग्राइन्ड गरेर प्रयोग गर्नेछौँ। पेस्ट बनाएर प्रयोग गर्नेछौँ। हामीले रातै गराउनेछौँ प्याजलाई, जसले गर्दा यसको स्वाद पालक पनिरमा राम्रो आओस् भन्नको लागि। र मसलालाई हामी अघि रेडी पारेको मसला पानी राखेर रेडी पार्दैछौँ र यो प्याजलाई हामीले मिक्सरमा पेस्ट गर्नलाई रेडी पार्दैछौँ र अघिको मसलालाई हामीले थोरै तेलमा पकाउनेछौँ। साथै प्याज पनि हामी पकाउनेछौँ, किनभने यो भुटिसकेको भएकोले धेरै बेर पकाउनु पर्दैन, आफै चाँडै पाकिहाल्छ र स्वाद पनि राम्रो आउनेछ भुटेको भएकोले। र लगभग अब मसला पाकिसकेको छ। अब हामी पेस्ट गराएको पालक, जुन स्टिम गरेर पेस्ट गराएको पालक, जहाँ हामीले खुर्सानी र लसुन पनि राखेका थियौँ, त्यसलाई हामीले त्यो मसलामा गरेर मिक्स गरेर लगभग 15 मिनट जति पकाउनेछौँ, जसले गर्दा तेल माथि आउन थाल्छ। तब हामी पनिर लिन्छौँ। पनिर आवश्यकता अनुसार प्रयोग गर्न सक्छौँ र पनिरलाई हामीले सानो सानो पिसमा काटेर र त्यही पाकिसकेको पालक र मसलामा हामीले यसलाई छोडिदिनेछौँ र 10 मिनटसम्म पकाउनेछौँ। यसलाई मजाले 10 मिनटसम्म पकाएपछि यस्तो हुनेछ, जसको कलरै गाढा भइसकेको छ। लगभग यो अब खानको लागि रेडी भएको छ। यसलाई हामीले रोटीसँग र भातसँग प्रयोग गर्न सक्छौँ। हजुरहरूले पनि यसरी तयार गरेर खान सक्नुहुनेछ। हवस् त, धन्यवाद। यस्तै भिडियोको लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।